यहाँहरू सबैजनालाई जय मसीह। र विशेष गरेर आजको यो विशेष यो प्रकारको एउटा प्लेटफर्म क्रिएट गर्नुभएको लागि हृदयदेखि नै धन्यवाद दिन्छु। म सम्झिन चाहन्छु किन संयुक्त नागरिक पार्टी, म संयुक्त नागरिक पार्टीको महासचिव र अहिले यो 2082 फागुन 21 गतेको आम निर्वाचनमा समानुपातिक उम्मेदवार पनि हुँ र त्यो अर्थमा मैले एउटा यही कुरा भनेर सुरुवात गर्न चाहन्छु। अचानकको चोट अचानकलाई नै थाहा हुन्छ। त्यसले गर्दा कक्षामा सिक्ने शिक्षा सिकाइ र सिकाउने कुरा एउटा होला, तर व्यवहारिक रूपमा चाहिँ जुन समुदायले जुन वर्गले जुन प्रकारको पीडा भोगेको छ त्यो पीडालाई कसरी निराकरण गर्ने, त्यो पीडाबाट कसरी उपचार पाउने भनेर उसले पक्कै पनि कुनै पनि प्रकारको औषधि उपचार खोजिरहेको हुन्छ। त्यही सन्दर्भमा म एउटा यस्तो व्यक्ति 31 वर्षदेखि गोठालोको सेवा गरेको, विभिन्न आफ्नो आस्थाको समाज र समुदायसँग विभिन्न तरिकाबाट नेतृत्व गर्दै आएको, नेतृत्व गर्दै गर्दा म आफ्नै सहपाठीहरूले आस्थाको नाममा भोगेको पीडा अनि एउटा अपमान, सहनु परेको अपमान म आफै पनि त्यसको शिकार हो। र त्यो सबै कुरालाई हेर्दाखेरि जुन अहिले हामी जुन संविधानलाई पालना गरिरहेका छौँ, जुन संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिएको छ, हामी त्यसमा के कुरा थप एउटा भावनात्मक रूपमा भए तापनि त्यसलाई के कुरा थप्न चाहन्छौँ भने विश्वास, आशा र प्रेममा आधारित प्रकारको राजनीतिक पद्धति यो देशमा अब अनुभूत गर्न आम नागरिकले पाउनुपर्छ भनेर हाम्रो पार्टी अगाडि आएको छ। अनि त्यो किन भन्दाखेरि चाहिँ चाहे त्यो जुनसुकै प्रकारको आन्दोलन होस्, त्यो सबै आन्दोलन के को कारणले आएको छ भन्दा कुनै न कुनै तहबाट कुनै न कुनै वर्गले चाहिँ पीडा दिएको कारण, त्यो पीडाबाट मुक्ति पाउनको निम्ति चाहिँ कुनै पनि आन्दोलन, सायद त्यो राणाको विरुद्धमा होस्, पञ्चायतको विरुद्धमा होस्, या चाहिँ एउटा संसदीय राजतन्त्रको विरुद्धमा होस्, त्यसपछि आएर अहिले पछिल्लो समय जुन जिन्जीहरूले जुन आन्दोलन गर्नुभयो त्यो पनि एउटा जेन्युइन रिजनको कारण थियो। के खोजिरहेको अहिलेसम्म भन्दाखेरि चाहिँ हो, म ती शहीदहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु, ती नेताहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु जसले आजको नेपालको राजनीतिलाई यहाँसम्म त ल्याउनु भयो, तर उहाँहरूले शासन गर्ने तौर तरिकामा जुन प्रकारको असन्तुष्टि आम नागरिकमा थियो, त्यो आम नागरिकको असन्तुष्टिलाई चाहिँ गएको भाद्र 23 र 24 को जुन प्रकारको विद्रोह थियो, त्यो विद्रोहले चाहिँ विस्फोट गर्यो। त्यसको एउटै माग के थियो भने देश भ्रष्टाचारमा चुर्लुमै डुब्यो, देश भ्रष्टाचार मुक्त हुनु पर्यो र सुशासन युक्त नेपाल चाहियो, त्यसको लागि असल नेतृत्व चाहियो भनेर चाहिँ प्रश्न गरिएको अवस्था हो। हाम्रो पार्टीले असल नेतृत्व अब चाहियो भनेर असल नेतृत्वको खोजीमा हामी यो चुनावी मैदानमा आएका छौँ। अर्को कुरा चाहिँ जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफैमा विश्वको एउटा उत्कृष्ट व्यवस्था भनेर धेरैले भन्नुभएको छ, हामी त्यो कुरालाई हामी पनि आत्मसात गर्छौँ। तर विश्वको उत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि जुन धर्मनिरपेक्षता भनेर राखिएको छ, हुन त त्यति बेला यो 2072 सालमा संविधान घोषणा हुँदै गर्दाखेरि सम्झौताको दस्तावेज भनियो, तर त्यो धर्मनिरपेक्षताको एउटा विश्वव्यापी व्याख्यालाई पनि अपव्याख्या हुने गरी केही स्पष्टीकरण अङ्कुशको रूपमा राखियो, जुन अङ्कुशको आडमा लाएर केही गलत तत्त्वहरूले चाहिँ हामी जस्तै आस्थाका अल्पसङ्ख्यक व्यक्तिहरूमाथि दिन दहाडै आक्रमण गर्ने, अपमान गर्ने अनि हानि नोक्सान पुर्याउने जुन काम भएको छ, राज्यलाई यसले ठुलो हेरेर बसेको छ। हामी त्यहाँ प्रतित्व गर्यौँ भने यो कुरालाई हामी त्यहाँ जोरदारले उठाउँछौँ र यसको प्रतित्व गर्छौँ भनेर हामी अगाडि आएका छौँ। अर्को कुरा चाहिँ अब हामीले सिद्धान्तमा जेसुकै पढे तापनि आस्था, अधिकार, आस्था, अस्तित्व र अधिकारको निम्ति हामीले अहिले पनि लडाइँ सिद्धिएको छैन भनेर हामीलाई महसुस भयो। किन महसुस भयो भन्दाखेरि चाहिँ अब यहाँनिर संविधानमै हामी देख्छौँ यो देशमा रहने प्रत्येक नागरिक चाहिँ समान रूपमा चाहिँ ऊ सम्मानको हक छ भनेर भनिएको छ। तर म तपाईँहरूलाई नै सोध्न चाहन्छु, आम नागरिकलाई, के तपाईँ र मैले के गल्ती गरेका थियौँ? यो देशमा ट्याक्स तिरेको छैन र? यो देशमा हामीले पटक पटक भोट हालेर हामीले नेताहरूलाई जिताएको होइन र? किन फेरि पनि हामीलाई एउटा हाम्रो व्यक्तिगत भावनामाथि खेल्ने काम हुन्छ, आस्थामा अपमान गरेर? हामी चर्च जाँदै गरेको मान्छेहरूलाई पनि एउटा सानो भिडियो कसैले खिचेर चाहिँ पोस्ट गरिदियो भने त्यसैलाई चाहिँ धर्मान्तरणको आरोप लगाएर चाहिँ विभिन्न प्रकारको लान्छना लगाएर किन चाहिँ एउटा अपमान गर्ने गरिन्छ? के यो देश हाम्रो पनि होइन र? यो आवाजलाई हामी त्यहाँ बुलन्द गर्नका निम्ति चाहिँ हामी अगाडि बढेका छौँ। मैले धेरै यहाँ हाम्रो घोषणापत्र प्रकाशित भइसकेको छ, हामीसँग थुप्रै अरू कुराहरू पनि डकुमेन्टहरू हामीले हाम्रो उसमा पुर्याइसकेका छौँ। त्यसैले हामीले अहिले यति मात्रै कुरा गरिरहेका छौँ।
अबको प्रतिनिधि सभामा चाहिँ हामीले 61 जना समानुपातिक उम्मेदवार खडा गरेका छौँ भने 21 जना चाहिँ हामीले प्रत्यक्षमा उम्मेदवार खडा गरेका छौँ। हामीलाई थाहा छ हाम्रो स्ट्रेङ्थ कति हो, हामीलाई थाहा छ हाम्रो सङ्गठन कस्तो छ, हामीलाई थाहा छ हामीले घाँटी अडेर हाड लिनुपर्छ भन्ने कुरा पनि हामीलाई थाहा छ। तर हामीलाई पीडा छ। मैले एउटा गोठालोको सेवा गर्दै गर्दा अब मैले बुझेँ मैले थोरै बगालको मात्र होइन यो देशको बगालको पनि हेरचाह गर्नुपर्छ। यो देशको बगालले पनि जुन पीडा पाइराखेको छ त्यो बगालप्रति पनि मेरो जिम्मेवारी छ भनेर म यो संयुक्त नागरिक पार्टी 95% चाहिँ एउटा उस्तै प्रकारको आस्थाले एउटै विचारमा भएका विचारयुक्त व्यक्तिहरूको नेतृत्व भएको र जुन पीडित पक्ष छ उत्पीडित भनौँ या जातको नाममा या आस्थाको नाममा या चाहिँ सीमान्तकृतको नाममा तिनीहरूलाई अहिलेसम्म जति पनि विगतका राजनीतिक दलहरूले जस्तो तरिकाबाट एउटा भजाउने काम भयो अब त्यो चाहिँ लामो समय जानु हुँदैन, त्यो बेठिक भयो। अब त्यसलाई रोक्नुपर्छ र जुन पुराना दलहरू भनिएका छन् जसमा थुप्रै प्रश्नहरू उठेको छ त्यो प्रश्न जवाब दिनुको साटो उहाँहरू फेरि पनि आउने अवस्था बन्दैछ। अब त्यो हुनु हुँदैन, त्यो दोहोरिनु हुँदैन र यति धेरै पहिलो दिनमा नै 19 जना त्यसपछि गरेर झनै 75-76 जनाले जुन हाम्रा छोराछोरी नाति नातिनाले जुन रगत बगाएका छन् त्यो रगतको मूल्य यसरी हल्का लिनु हुँदैन। त्यसै कारणले गर्दा अब नयाँ सोचका साथ यो नयाँ परिस्थितिमा हामी एउटा चेतनशील व्यक्तिहरू र आस्थाका व्यक्तिहरूले पनि अब यो देशलाई जुन माया गर्दै आएका छौँ, प्रार्थना गर्दै आएका छौँ, त्यो प्रार्थनाको उत्तर आउने बेला भएको छ। यो 84 मा हुने चुनाव 82 मै झरेको छ। पक्कै पनि यहाँ नयाँ कुरो हुन लाग्दैछ। यो नयाँ कुराका लागि हामी खबरदारी गर्न र पीडामा परेका समुदायको प्रत्यक्ष प्रतिनिधित्व गर्नका लागि र हामी त्यहाँनिर एउटा कोसे ढुङ्गो हामीलाई यो पनि थाहा छ अहिलेको प्रावधान अनुसार कसैको पनि बहुमत आउँदैन, त्यहाँ पक्कै पनि गठबन्धन हुने नै छ। त्यस्तो बेलामा असल नेतृत्व दिनका लागि चाहिँ एउटा कोसे ढुङ्गोको काम गर्नका निम्ति पनि हामी अब आउने यो प्रतिनिधि सभामा हामी चाहिँ प्रत्यक्ष प्रतिनिधित्व गर्दैछौँ। त्यति मात्र होइन, यो 275 जना जो प्रतिनिधि सभामा आउनुहुन्छ 165 जना त क्षेत्रबाट निर्वाचित गरेर आउनुहुन्छ। यो 110 जना चाहिँ तपाईँ हामी जस्तै जो एउटा क्षेत्रमा उठेर प्रत्यक्ष रूपमा जितेर आउन सक्दैनौँ, तर हाम्रो सहभागिता नीति निर्माणमा जरुरी हुन्छ। तिनीहरूको लागि यो समानुपातिक व्यवस्था हो। त्यस्ता समुदायको प्रतिनिधित्व गर्दै हामी जानका निम्ति चाहिँ म यो पार्टीबाट चाहिँ गिटार चुनाव चिन्ह लिएर मैदानमा आएको छु र यहाँहरूले अनुमोदन गर्दाखेरि म यहाँहरूकै सेवक भएर अघि सुनेको जस्तै सेवक नेतृत्व दिनका लागि म यहाँ जानका लागि मैले आफूलाई प्रतिबद्ध गरेको छु। धन्यवाद। थ्याङ्क यू।